निकाल्दैछु। थारू जातिले रोजेको सधैँ खानामा प्रयोग गर्ने आलु है, एकदम। ल हेर्नुहोस्, यो मान्छेले हरिहर थारूले यो आलु फागुन महिनामा रोपेको, फागुन महिनामा रोपेर नछिप्पिँदै खन्दियो। थारू आलु भन्छ यसलाई, साह्रै मिठो हुन्छ। अनि यो कलिलो कलिलो खन्नु पर्यो, कारण मैले यसमा मकै पनि रोपेँ, मकै हुर्काउनले यसलाई खन्नु पर्यो। अब म अर्को पनि हेर्छु है, तपाईँलाई देखाउँछु कतिको ठुलो फल्ने रहेछ। अब थारू आलु र अर्को मिक्स छ है यसमा। अब यो थारू आलुको सँगै अर्को आलु पनि फलेछ कि न हेरौँ। आहा, रहेछ हेर्नुहोस् है। ओहो, नजिक र हेर्नुहोस् त, यो अर्को आलु पनि राम्रै फल्यो रहेछ। ओहो, थारू आलुसँग भनेको त यो पनि राम्रो भइसक्यो रहेछ। अब म अर्कोलाई पनि देखाउँछु है तपाईँलाई। अब एउटा अझै एउटा रुख तान्छु तपाईँलाई, कस्तो रहेछ है यो घर पनि। यो जरा पनि तान्छु, अब यो जरा पनि तान्छु। कस्तो रे, ओइ काटियो। हेर्नुहोस्, ला बिचारा फल्न त फल्या छ, बढ्न पाएन। ल हेर्नुहोस्, ल धन्यवाद, बाई बाई।